निपाह भाइरस। यो नाम सुन्ने बित्तिकै विश्वभरका स्वास्थ्य विशेषज्ञहरूको कान ठाडो हुन्छ। यो एउटा यस्तो भाइरस हो जसलाई बुझ्नु हामी सबैको लागि एकदमै जरुरी छ। आउनुहोस् यसको बारेमा गहिराईमा कुरा गरौँ। यो किन यति गम्भीर विषय हो त? ल, सुरुमै एउटा तथ्यबाट थालौं। निपाह भाइरस लागेका मानिसहरूमा मृत्युदर 75% पुगेको रेकर्ड छ। हो, 75%। यही कारणले गर्दा यो संसारकै सबैभन्दा खतरनाक भाइरसहरूमध्ये एक मानिन्छ। त्यसो भए यो खतरासँग जुझ्न हामीले के जान्नुपर्छ त? हामी कुरा गर्नेछौँ यो भाइरस आखिर के हो, यो कसरी फैलिन्छ, यसका लक्षणहरू कस्ता हुन्छन्, उपचारको अवस्था के छ र सबैभन्दा महत्त्वपूर्ण हामी कसरी सुरक्षित रहन सक्छौँ। ल, पहिलो प्रश्नबाटै सुरु गरौँ। स्वास्थ्य सङ्गठनहरूलाई यति धेरै सतर्क बनाउने यो निपाह भाइरस वास्तवमा हो के त? निपाह एउटा जोनोटिक भाइरस हो। सजिलो भाषामा भन्नुपर्दा यो जनावरबाट मानिसमा उफ्रिन सक्ने भाइरस हो र यसको यही क्षमताले गर्दा विश्व स्वास्थ्य सङ्गठनले पनि यसलाई प्राथमिकतामा राखेको छ, किनकि यसले ठूलो महामारीको रूप लिन सक्छ। अब यो कुनै हिजोआज देखिएको नयाँ भाइरस भने होइन है। यसको इतिहास हेर्ने हो भने यो पहिलो पटक सन् 1998मा मलेसियामा देखिएको थियो। तर चिन्ताको कुरा के हो भने त्यसपछि दक्षिण एसियामा त लगभग हरेक वर्ष जसो यसको प्रकोप देखिँदै आएको छ। ठिक छ, अब लागौँ सबैभन्दा महत्त्वपूर्ण प्रश्नतिर। यो भाइरस आफ्नो मुख्य स्रोतबाट मानिससम्म आइपुग्छ कसरी? यो भाइरसको खास घर भनेको फलफूल खाने चमेरो हो। अचम्मको कुरा के छ भने यी चमेराहरू आफै चाहिँ बिरामी पर्दैनन्, तर तिनीहरूले आफ्नो र्याल, पिसाब र दिसाबाट यो भाइरस जताततै फैलाइरहेका हुन्छन्। त्यसो भए त्यो चमेरोबाट हामीसम्म कसरी आइपुग्छ त? यसका मुख्य 3वटा बाटा छन्। पहिलो, चमेरोले जुठो पारेको फलफूल वा खजुरको रस जस्ता खानेकुराबाट। दोस्रो, यो भाइरस सरेका सुँगुर वा घोडा जस्ता जनावरको सम्पर्कमा आउँदा। र तेस्रो, सबैभन्दा डरलाग्दो, संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सरेर। ल, यो कसरी फैलिन्छ भन्ने त थाहा भयो, तर यदि कसैलाई संक्रमण भइहाल्यो भने त्यसको लक्षण चाहिँ कस्तो देखिन्छ त? सुरुमा त यसका लक्षणहरू सामान्य रुवाखोकी जस्तै हुन्छन्, ज्वरो आउने, टाउको दुख्ने। यसले गर्दा सुरुमा चिन्नै गाह्रो हुन्छ। तर खतरा त्यति बेला सुरु हुन्छ जब यो भाइरसले छिट्टै गम्भीर रूप लिन्छ। मस्तिष्क सुन्निने, छारे रोग जस्तो हुने र सास फेर्नै नसक्ने अवस्थामा पुग्न सक्छ। र कहिलेकाहीँ त बिरामी 24 देखि 48 घण्टामै कोमामा पनि जान सक्छ। यदि सुरुको लक्षण यति सामान्य हुन्छ भने डाक्टरहरूले यो निपाह नै हो भनेर कसरी पत्ता लगाउँछन् त? यसको निदान गर्ने प्रक्रियामा मुख्यतया 2 चरण हुन्छन्। पहिलो, डाक्टरहरूले बिरामीको लक्षण र उसको यात्राको विवरणको आधारमा शङ्का गर्छन्। त्यसपछि त्यो शङ्कालाई पक्का गर्न रगत वा पिसाबको नमुना लिएर प्रयोगशालामा RT-PCR जस्तो विशेष परीक्षण गरिन्छ। अब एकपटक परीक्षणबाट संक्रमण पक्का भयो भने के हुन्छ? उपचारको कुरा आउँछ र यहाँको वास्तविकता बुझ्न एकदमै जरुरी छ। र यहाँ सबैभन्दा ठूलो र डरलाग्दो वास्तविकता यही हो। आजको मितिसम्म निपाह भाइरसको लागि कुनै विशेष प्रमाणित औषधि वा खोप बनेको छैन। यसको मतलब के को भने उपचार भनेको सपोर्टिभ केयर मात्र हो, अर्थात् बिरामीलाई आइसियुमा राखेर लक्षणहरूलाई नियन्त्रण गर्ने कोसिस गरिन्छ ताकि उसको शरीरले भाइरससँग लड्ने शक्ति पाओस्। डाक्टरहरूले शरीरलाई जित्नको लागि समय दिने मात्र हो। जब कुनै रोगको खास उपचारै छैन भने सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ त? हो, रोकथाम। यो भाइरस विरुद्ध हाम्रो सबैभन्दा ठूलो हतियार भनेकै यसबाट बच्नु हो। र खुसीको कुरा, बच्ने उपायहरू एकदमै सरल छन्। जस्तै खजुरको काँचो रस नपिउने, फलफूल राम्रोसँग पखालेर मात्र खाने, चमेरोले टोकेको जस्तो देखिने फल नखाने, बिरामी जनावरबाट टाढा रहने र सरसफाइमा एकदमै ध्यान दिने। यी सबै कुराले हामीलाई एउटा ठूलो अवधारणामा ल्याइ पुर्याउँछ जसलाई एक स्वास्थ्य वा वन हेल्थ भनिन्छ। यसको मतलब हाम्रो स्वास्थ्य, जनावरहरूको स्वास्थ्य र हाम्रो वरपरको वातावरणसँग छुट्टिनै नसक्ने गरी जोडिएको छ। अन्तमा निपाह जस्ता भाइरसहरूले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेका छन्। यो केवल व्यक्तिगत सरसफाइको कुरा मात्र होइन, यो त एउटा सङ्केत हो। यसले हामीलाई सोच्न बाध्य बनाउँछ। के हामी भविष्यमा आउन सक्ने यस्ता महामारीहरूको सामना गर्न साँच्चीकै तयार छौँ त?